के बालेन सरकार धनीहरूको मात्र सरकार हो र? नेपालको इतिहासमै पहिलो पटक डिजलको मूल्य पेट्रोल भन्दा महँगो भएको छ। हाम्रो प्राइभेट गाडी बाइक स्कुटरहरू प्राय पेट्रोल इन्जिनको हुन्छ भने हेभी गाडीहरू जसमा धेरै टर्क चाहिन्छ त्यो चाहिँ डिजल इन्जिनको हुन्छ। त्यसैले पेट्रोलको मूल्य बढिहाल्यो भने पनि बाइक गाडी चढ्नेहरू धनी व्यक्तिहरूलाई मात्र असर गर्छ भने तर डिजलको मूल्य बढ्ने हो भने सबै सर्वसाधारणहरू जसले पब्लिक भेहिकल चढ्नुहुन्छ उहाँहरूको भाडा बढेर आउँछ। किसानले ट्र्याक्टरबाट जोत्छ भने उसको पनि अब ढाड भाँचिन्छ। त्यति मात्र होइन, जेसीबी पनि डिजलमा चढ्ने भएको भएर कन्स्ट्रक्सनको प्राइस नै बढेर आउँछ र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको डुवानी खर्च बढेर आउँछ र यदि डुवानी बढे तरकारीको भाउ आकाश चढ्छ, टमाटर होस् या आलु सबैको भाउ बढ्छ। त्यसैले भन्ने गरिन्छ डुवानी बढ्दा बजार तात्छ, बजार ताते जनताको ढाड भाँच्छ र एउटा डिजलको भाउ बढे मात्रै पुरै देशमा महँगी बढ्छ र यही कुरालाई हामी इकोनोमिक्समा भन्छौँ कस्ट पुश इन्फ्लेसन, जहाँ एउटा डिजलको प्राइस बढ्दा पुरै देशमा महँगी बढ्छ। आयल निगम आफै घाटामा छ, यसले कसरी डिजलको मूल्य घटाउन सक्छ भन्नुहुन्छ भने आयल निगमले 7 प्रकारको कर नेपाल सरकारले बुझाउनु पर्छ। आयल निगम फेरि नेपाल सरकारकै एउटा कम्पनी हो। यसरी हेर्दा नेपाल सरकारको एउटा कम्पनी, आयल निगम चाहिँ घाटामा छ, तर नेपाल सरकारका कर कार्यालयहरू भने मज्जाले तेलबाट कर उठाएर मोटाइरहेका छन्। त्यसैले सरकारले अनुदान दिएर हुन्छ कि थप कर घटाएर हुन्छ, डिजलको मूल्य घट्नु नै पर्छ। किनकि महँगी एउटा यस्तो चिज हो जुन अहिले डिजलको मूल्य बढ्दा त बढिहाल्छ, तर भोलि डिजलको मूल्य फेरि घट्यो भने महँगी घट्दैन, जहाँ थियो त्यही नै रहिरहन्छ र अल्टिमेटली सर्वसाधारणकै ढाड भाँचिन्छ।